Hi, आज चाहिँ Saturday हो नि त, त्यही भएर चाहिँ काम टाइम टाइमसँग मात्रै हुन्छ. सो आफ्टर द्याट चाहिँ म गाउँमा जाने भनेर सोचिरहेको छु. अब चाहिँ रेडी भइसकेको छु. सो लेट्स गो. मैले बाहिरको एरियाहरू चाहिँ देखाउनु मिल्दैन नि त. यो चाहिँ रेस्ट्रिक्टेड एरिया हो. बेला नलानु भनेको थिएँ कि फेरि सो पानी पर्ला जस्तो छ. सम टेकिङ. मैले अघि भनेको जस्तो हाम्रो चाहिँ यहाँनिर रेस्ट्रिक्टेड एरिया हो नि त, त्यो भएर अरू प्लेसहरू देखाउनु चाहिँ दिँदैन. आज त के हो, एकदम सुनसान छ त. फाइल लिनु बिर्सिएछु. आज चाहिँ अलिक लेट भयो. त्यहाँदेखि म गाउँमा नगएको पनि धेरै भएको छ नि त. अस्ति मेरै काम यताउता गर्दाखेरि मेरो काम यतै थियो, जानु पाएको थिएन. सो आज चाहिँ जाने भनेर सोचेको छु. सो अब रेडी भएर लेट्स गो विथ मी. मैले भिडियोहरू पनि राम्रोसँग बनाउनु पाएन. यो चाहिँ उँधोबाट आएको प्लस घरमा आइपुगेको पनि राम्रोसँग भिडियोहरू बनाउनु पाएन. सो अब चाहिँ म खानाहरू खाएर फेरि फर्केर जानुपर्ने हुन्छ. सो फेरि भोलि ड्युटी जानुपर्छ नि त, त्यही भएर सो म चाहिँ आज हिँडेर जाने भनेर सोचिरहेको छु. किनकि गाडीहरू हाम्रो चाहिँ पाउँदैन नि त गाडीहरू. मलाई चाहिँ के सोचेको भन्दाखेरि यहाँ आएर यहाँदेखि उता हाम्रो चाहिँ इन्डिया देख्छ नि त, उता अहिले चाहिँ कुहिरो लागिरहेछ. यहाँबाट मजाले देखाउनु पर्यो सिन भनेको थियो, तर आज कुहिरो लागेर एउटा पनि देख्दैन रहेछ सिन. यो पारिपट्टि चाहिँ इन्डिया देख्छ, यतापट्टि चाहिँ यता चाहिँ यो भुटान हो हाम्रो, तर यता चाहिँ इन्डियाहरू देख्छ. तर अहिले चाहिँ देख्दैन रहेछ कुहिरो लागेर सबै. हाम्रो ठाउँमा यस्तो साह्रो छिटो वेदर चेन्ज हुन्छ. अहिले चाहिँ कुहिरो लागिरहेको थियो, अहिले चाहिँ घाम लाग्न थाल्यो. यता मैले तपाईँहरूलाई देखाउँछ भनेको ठाउँ पारिको चाहिँ इन्डिया हो, यो चाहिँ भुटानै हो. यता पारि अहिले कुहिरोले छोपेको रहेछ, त्यहाँ चाहिँ इन्डिया हो. मैले भने त बिगिनिङमा नि यो चाहिँ मेरो फर्स्ट ब्लग हो भनेर यसरी भिडियो अनुहार देखाएर बनाएको. मैले यहाँ आज मर्निङमा बेसी जस्तै
देखाएर भिडियोहरू बनाउँदै थिएँ नि त मम्मीले के चाहिँ गरेको छ आज बिहानभरि खालि फोनमा भिडियो मात्रै खिचेको छ भन्दैछ यो चाहिँ हाम्रो भेडाको खोर भेडा रहेछ भित्र सुतिरहेको छ यत्रो बेर मैले रेकर्ड गरेको थियो रेकर्ड भएन रहेछ अहिले चाहिँ म ठुलो आमाको घरमा गएको मेरो बिहानै बोलाउँदै थिएँ नि त जानु भएको थियो अब चाहिँ उता गएर आएर चाहिँ जाने भनेर भनेको यो चाहिँ हाम्रो रोड हाम्रो घर चाहिँ यहाँ अब यस्तो जानुपर्छ अलिकति रोड घरमै त पुगेको छ नि यहाँसम्म त पुगेको यस्तो बनाएको रहेछ नि मेरो ठुलो आमाले घर चाहिँ अहिले अझै के गोच्यो भनेको त यो फुल चाहिँ गोचेको रहेछ यो फुल चाहिँ पहिला हामीले थाहा पाउँदैन थियो कि यत्रो सानो थियो अब म त कत्रो ठुलो भएछ कस्तो राम्रो फुल्नु पनि थालेछ ए कस्तो राम्रो फुल्नु अला फेरि गोच्यो कस्तो राम्रो फुल्नु पनि थालेछ कति ठुलो भएछ के गर्दैछ के ठुलामा यो के भन्छ कसले गरेको यो चाहिँ के भन्छ उताको त्यो ढलाइ के भन्छ कसले गरेको आफै गरेको खतरा रहेछ त मान्छे त अन्त म यताबाट तेर्छ उता जान्छ यहाँ त अझ भर्खर रोपेको रहेछ होइन अन्त कोही त पुरा उयो आइसकेको रहेछ त के भन्छ टुसा आइसकेको रहेछ त कोही त उता हाम्रो त यता माथि टुसा आइसकेको रहेछ होइन यहाँ हाम्रो आर्यनकोले मसँग कहाँ गएको अरे पढ्नु आएको के पढ्नु आएको के सिकाइदिनु मैले के सिकाइदिनु A few moments later. Chicken, banana, banana. अब चाहिँ लेट पनि भइसक्यो टाइम 1 वेदर पनि एकछिन यसो चेन्ज हुँदैछ फेरि पानी आउन आँटेको जस्तो हुन थाल्यो पानीले भेट्छ पनि होला अब चाहिँ लागेको बाटोमा गाडी भेट्छ पनि होला भेटेन भने चाहिँ रोटी हिँडेर जानुपर्छ मैले राम्रोसँगले भिडियो पनि बनाउनु पाएन पुरा भिडियोहरू पनि पुरा ऱ्यान्डम भएको छ तर यो त मेरो फर्स्ट टाइम आउने म अघि जानु भनेको थियो तर हिजो साँझमा आइपुगेको नि त बेलुका साँझमा आइपुगेको बिहान त छिट्टै जानु पनि मन लागेन नि त त्यही भएर अलिक लेट गरेर गएको हिँडेर गयो भने पनि पुग्छ एकजना साथी पनि छ सँगै उसँगै जानु भनेर परसम्म चाहिँ अर्को गाउँसम्म चाहिँ हिँडेर जानुपर्ने हुन्छ ल ल बाटो नि डरै लाग्दो भएछ कि कुहिरो लागेर बाटो पनि कस्तो कुहिरो लागेर डरै लाग्दो भएछ पहिला हामी सानोमा यस्तो बाटो यस्तो कुहिरो लाग्यो बेलाउँदा घरबाट पनि बाहिर निक्लिन्थेन अब त एक्लै हिँड्नु पर्दैछ बाटो कस्तो कुहिरो लागेछ उता रोडबाट जाउँ भन्दाखेरि चाहिँ हाम्रो रोड चाहिँ माथिबाट घुमेको छ नि त माथिबाट निकै घुमेर मात्रै आउनुपर्छ त्यही भएर यो सिधै सर्टकट बाटो हो नि त यहाँबाट पर गाउँमा निक्लिन्छ एकैचोटि त्यही भएर चाहिँ यो बाटो आएको नि त माथिबाट गयो भने चाहिँ टाइम टेक गर्ने रहेछ भनेर पहिला सानो स्कुल हुँदाखेरि यो खोला पर्नु कस्तो साह्रो पर्थ्यो
प्यारेन्ट्स नै आएको थियो बाटो तार्नुको लागि अन्त सब सुके छ सुकेर यस्तो भएछ अन्त अहिले चाहिँ अब चाहिँ चिसोपानी गाउँमा निक्लिन आँट्यो अब चाहिँ रेकर्ड गर्नु देखाउनु भनेको थियो बाटो मात्रै हेरेर हिँड्नु पहिला त यहाँ पुरा बाटो राम्रो हुन्थ्यो कि अब त मान्छे रोड आएर यताबाट मान्छे हिँड्नै छोडेछ म चाहिँ अलमोस्ट चिसोपानी गाउँ काटिसकेँ नि त अब यहाँबाट चाहिँ मेरो साथी छ अब चाहिँ साथीसँग जानु पर्ने हुन्छ प्लस रोड पनि छ अब त रोड जानु मात्रै हो यो यहाँसम्म मात्रै हो सर्टकट चाहिँ गरी नगरी झुक्किँदैछ म त यहाँ साप हो भनेर अहिले चाहिँ म भर्खर रुममा आइपुग्यो अब मैले भनेको जस्तै हामीले माथि घरबाट चाहिँ अब बिना टाइममा गाडी पाउँदैन नि त बिहान जस्तो मात्रै गाडी पाउँछ सर्टन टाइममा हामी चाहिँ 1 जस्तोमा बाटो लागेको ल सधैँ टाइम 4 भइसक्यो 4 यतिखेर आइपुग्यो यो भिडियो चाहिँ मैले अघि भनेको जस्तो यो भिडियो चाहिँ मेरो फर्स्ट भिडियो हुनेछ मैले यसरी बोलेर बनाएको भिडियो सो आई होप यो भिडियो तपाईँहरूलाई राम्रो लाग्छ अनि यो भिडियोको अन्तिम चाहिँ सबैजनाले हेरिदिएकोमा थ्याङ्क यू सो मच फर वाचिङ